साग उमार्दा खुला आकाशमुनि नउमार्ने भन्ने प्रसङ्ग त मैले पहिल्यै भनिसकेको छु र दोस्रो कुरा चाहिँ उम्रिसकेको साग 3टा 4वटा पात नहुँदै पनि सार्न नहुँदो रहेछ, नभए नसप्रिँदो रहेछ। अनि अर्को कुरा, यो सागको बिरुवा सार्ने बेलामा सार्दाखेरि 2टा सागको ग्याप चाहिँ 1.5 भित्ता, जस 1 भित्ताभन्दा त मजाले धेरै हुन पर्दो रहेछ। हामीले सानो लगाउँदाखेरि त्यो सानो देखिन्छ र ग्याप राम्रै देखिन्छ, नाप्दैनौँ, ख्याल गर्दैनौँ। तर साग बढेर हल्का पात ठुलो बनाइसकेपछि त्यो एकदम बाक्लो देखिने अनि सागमाथि सागको पात खप्टिने हुँदो रहेछ। सागको पात खप्ट्यो भने अब सप्रिन्न, जस्ट टच होस् तर नखप्टियोस्। हामीहरूले 1 भित्ताभन्दा ठुलो भएपछि टिप्ने भएको भएर त्यो ठाउँ चाहिँ दिन पर्दो रहेछ। नजिक नजिक लागेको भएर धेरै बाक्लो थियो। पछि मैले अखलेर अन्त सारे कतिपय त्यो बिचबिचका सागहरू, त्यही भएर अहिले चाहिँ कतै खाल्टो कतै बाक्लो देखिएको छ। यो साग उम्रिसकेपछि सार्ने कुरामा चाहिँ यो मेन कुरा चाहिँ ख्याल गर्न पर्दो रहेछ। यो ग्याप चाहिँ एकदम हुन पर्दो रहेछ, 1 भित्ताभन्दा ठुलो ग्याप हुन पर्दो रहेछ। त्यो भइसकेपछि सागको पात ठुलो हुन्छ, जति पात ठुलो भयो जति सप्रियो त्यो राम्रो हुन्छ। हामीले साग चाहिँ पहिला पनि टिपिरहेका थियौँ। छोरीलाई खुवाउनको लागि हामीले जाउलोमा बारम्बार सागहरू टिप्ने गर्थ्यौँ, तर यो पहिलोचोटि हामीले आफूले खानलाई साग टिपेको हो। जस अब चाहिँ फ्रिक्वेन्टली खानलाई टिप्न लायक भइसकेको छ। धन्यवाद।